ल साथीहरूले चाहिँ हामी तेजपुरमा छौँ, तेजपुर डिलरमा हो यो गाडी सर्भिसिङ गर्ने। त्यस पछाडि गाडी अलि काम पनि छ, ट्याङ्की मोटर लगाउनु सक्छ। टैंकी का प्रेशर कम है ना। हाँ, झाक झाक मार रहा है ना लास्ट लास्ट में। जर्क नहीं होना चाहिए, पूरा डायरेक्ट आना चाहिए ना ये। हाँ हाँ, प्रेशर कम हो रहा है। प्रेशर कम हो रहा है, सही बोला सही बोला। प्रेशर कम हो रहा है, टैंकी मोटर ही है ना, प्रेशर कम हो रहा है। लौ त साथीहरू फेरि अब यसमा रेम उठाउँदैछु। अब चिजमा लगाएर दुईपट्टि नै अब अगाडि र पछाडि उठाइरहेको छु। त्यसपछि उठाएर यसको चाहिँ ट्याङ्की मोटर ड्रेन गर्नुपर्छ। तेलहरू सबै ड्रेन गरेर भइसक्यो। त्यस पछाडि यसको ट्याङ्की मोटर आउट गर्ने हो। यो हेर्न सक्नुहुन्छ, गाडी चाहिँ यस्तै हो। डिलरमा छु अहिले चाहिँ म फिलहाल। यतापट्टि हेरौँ है, यहाँबाट यो भाइले उठाइरहेछ। यो चाहिँ मेकानिक हो यहीँको। यिनीहरू कति आरामले, हाइड्रोलिक सिस्टम हो नि त यो, कति राम्ररी सजिलोले उठिरहेछ। यी हेर्न सक्नुहुन्छ। हेड मेकानिक चाहिँ उता यतापट्टि जसले हेरिरहेछ ऊ यो हेड मेकानिक चाहिँ। पहिला पनि मैले चेन्ज गरेको थिएँ ट्याङ्की मोटर। यसको गाडी लिमिट कति 30,000 किलोमिटरमा, त्यस पछाडि चेन्ज गरेको। अहिले पनि फेरि चेन्ज गरिरहेको छु। अहिले 80,000 सर्भिसिङ हो। यस्तो हुन्छ है साथीहरू, गाडी उठाएपछि रेममा रेम यो हाइड्रोलिक सिस्टम चेक हो। रेम पनि भन्दा भयो बेला सक्नुहुन्छ। गाडीको ट्याङ्की मोटर पनि चेन्ज गरेर भयो। ट्याङ्की मोटर फिट गर्दैछ अहिले। ट्याङ्की मोटर फिट गरेर भयो। यस्तो छ गाडी। अहिले रेममा उठाएको छ है साथीहरू। अब चाहिँ ट्याङ्की मोटर पनि फिट। ल त साथीहरू, आजलाई यति नै है। अब डिलरबाट म चाहिँ निस्किन्छु, यहाँबाट बिलहरू पेमेन्ट गरेर। ल त।